मागहरू छ, तपाईले गर्न सक्नुहुन्न, तपाईँ ब्याक सर्नुपर्छ भन्ने कुराहरू छ। त्यो राजीनामा मागेर उपलब्धि हुँदैन जस्तो लाग्छ हामीलाई चाहिँ, किनभने एउटा निकास मागेर होला उहाँले राजीनामा दिएर गर्ने के त, त्यसको अप्सन पनि त हुनु पर्यो हामीसँग। उहाँहरूले पनि मिरजहरूले पनि भनिदिनु पर्यो, उहाँले राजीनामा दिएपछि यो अप्सन छ बेस्ट अप्सन भनेर नागरिकलाई उहाँहरूले पनि भनिदिनु पर्यो। यो व्यक्ति चाहिँ प्रधानमन्त्री हुन तयार छ र यसलाई हामी बनाउँछौँ, या त आफै हुन्छु भन्नु पर्यो कि त उहाँहरूले पहिला हामी सामान्य एउटा अभियानको रूपमा हामी सडकमा गयौँ नि, आन्दोलन भन्दा पनि, तर केही पनि प्रिपेयर नगरेर त हामी सडकमा जाँदै गर्दाखेरि त्यो अवस्था आएर एउटा अभिभावकको रूपमा हामीले उहाँलाई पदभार गरे हो नि त। तर त्यति बेला यो सिचुएसन फेरि हामीलाई त्यो अवस्था दोहोऱ्याउनु मन छैन, हामीलाई त्यो विध्वंस गर्न मन छैन, त्यसरी हामी मर्न अब तयार छैनौँ। अब सरकारलाई सघाएर सुशासन कायम गर्नतिर भ्रष्टाचारीहरूलाई चाहिँ कारबाही गरेर एउटा सही बाटोमा सरकार हिँड्नुपर्छ भन्ने पक्षमा छौँ। त्यसै